वेलकम ब्याक टु माई च्यानल। म चाहिँ मेरो केटीहरूसँग आज बुच्छनी नालमा हैन यसो घुम्न गइरहेको छु। कस्तो दामी हेरौँ कस्तो बब्बाल रहेछ भनेको यहाँ। नेचर इज सो ब्युटिफुल के कस्तो दामी दामी देखेछ। यहाँको नाम चाहिँ हुङ रियन सान and they're so beautiful pink dark pink white color को flowers and यहाँ चाहिँ पुरा फोटो सेसन चलिरहेको छ। लुगा खोली खोली हेरौँ क्यामेराम्यान नि र हाम्रो मोडल निको। यो ठाउँ चाहिँ इन्चन एरियाको सङ्दो भन्ने प्लेसमा पर्छ। हजुरहरू पनि यो ठाउँमा आएर घुम्न सक्नुहुनेछ। एकदम पिस एरिया अनि मान्छेहरूको पनि धेरै भिडभाड थिएन। बुच्छनी ओसेन नाल भए पनि। गुम्बा हो रे, त्यही भएर यहाँको यो लेखेकोहरू पनि काठहरू पनि एकदम पुरानो भइसकेको छ। लाइन बसिरहेको छौँ। हामीहरूले चाहिँ बुद्धलाई पानी चढाएर दर्शन गर्यौं। भित्र गए पछाडि चाहिँ हामीले फेरि दर्शन गर्यौं। भित्र चाहिँ एकदम दामी डेकोरेसन बुद्ध भगवानको अनि माथि पनि गोल्डन कलरको एकदम दामी लोटसको डेकोरेसनहरू थियो। सानो सानो क्या मूर्तिहरू कस्तो मजाले राख्ने क्या। एकदम पुरानो हो रे है मन्दिर चाहिँ। खतरा ड्रागन छ। ड्रागन चाहिँ हामी टपमा छौँ। बब्बाल रहेछ है। हुङ सान चाहिँ लाफिङ बुद्ध बसिरहनु भएको छ। यहाँ चाहिँ कस्तो खतरा बुद्धको अनि यहाँ चाहिँ एकदम ठुलो ठाउँ रहेछ बुद्धको घुम्नको लागि। सबै चाहिँ ड्याङ ड्याङ बजाउने रहेछ। बुद्धको लागि सेलिब्रेसनको बजाएको होला अनि वी गट दिस। यो चाहिँ कस्तो दामी क्या। Spring is spring, guys.
लोटसहरू बनाइरहनु भएको रहेछ र यो अनि यो चाहिँ 3000 रुपियाँ लाग्ने रहेछ तर हामीसँग चाहिँ बनाउने टाइम छैन अहिले त्यही भएर हामी नबनाउने दामी बनाएको के घरमाथि सबभन्दा टपमा यहाँ चाहिँ कस्तो बवाल है आर्टिफिसियल झरनाहरूमा पुरै बुद्धको बनाएर अनि ड्रागन बवाल यहाँ चाहिँ पैसा पनि फाल्ने रहेछ यहाँ पनि कोइन फाल्ने रहेछ अब हाम्रो यहाँ माथि जाँदैछौँ यो बुद्ध भाटामा त्यो त सिधाबाट मैले टिकटक बनाउनु खोजेँ स्टपमा प्रसाद यो चाहिँ कोरियन फुड हो है कोरियन प्रसाद हो प्रसाद खाऊ वाउ मासिस यो हेर्न आज लोटसको रहेछ भनेको नि यो चाहिँ के हो चाहिँ हाम्रो टोकन अफ लभहरू है कसलाई के चाहिन्छ यो चाहिँ एकदम महँगो है महँगो गाइस हामी टेम्पल भिजिट सकेर चाहिँ एकदम ब्युटिफुल क्याफे हाम्रो फरेस्ट आउटिङ भन्ने क्याफे चाहिँ नजिकै रहेछ सङ्दोमा यसो हेरेको थिएँ मेरो चाहिँ यो सेकेन्ड टाइम हो फरेस्ट आउटिङ क्याफेमा अनि मेरो बहिनी र वर्षा चाहिँ गएको थिएन अनि आसमा र म चाहिँ पहिला नै गएको थिएँ अनि हामीहरू चाहिँ फेरि यो क्याफेमा यसो हेरेको 5-6 मिनट मात्र रहेछ अनि त्यस पछाडि फेरि यो क्याफेमा गयौँ अनि यहाँ पुग्ने बित्तिकै मान्छेहरू त यति धेरै बिदाको बेला भएर होला हैन एकदम प्याक थियो के यो चाहिँ त्यही भएर हामी फर्स्टमा चाहिँ सिट रिजर्भ गर्नको लागि हिँड्यौँ यो क्याफे चाहिँ 4th फ्लोरसम्म छ क्या अनि त्यस पछाडि हामी चाहिँ सबभन्दा टपमा गएर रिजर्भेसन गऱ्यौँ अनि त्यस पछाडि चाहिँ तल गएर चाहिँ अर्डर दिनको लागि हामीहरू गयौँ र यो ठाउँमा चाहिँ बेकरी आइटम कफी बाहेक टन्नै अरू खानेकुराहरू लाइक पिज्जा स्पागेटीहरू अरू आइटम्सहरू पनि एभाइलेबल छ र यहाँको बेकरी आइटम चाहिँ यति धेरै छ कि यति धेरै भेराइटीको हेर्न सक्नुहुनेछ हजुरहरूले कुन चाहिँ लिने हैन पुरा लाइन बसेर आफैले छानी लिन सक्नुहुनेछ र हामी नि एकदम कन्फ्युज हुन्छ क्या धेरै भेराइटी देखेर क्या अनि त्यति धेरै खाने मन त थिएन जे होस् मेरो चाहिँ रेड भेलभेट केक चाहिँ फेभरेट भएको रे चाहिँ मैले चाहिँ अगाडि नै रेड भेलभेट चाहिँ हालेँ त्यस पछाडि बहिनीहरूले 2वटा ब्रेड हाल्यो त्यस पछाडि हामी यहाँ कफीको वेटिङ गर्नको लागि चाहिँ 30 मिनट जति लाग्ने भएको भएर भिडियोहरू खिच्यौँ अनि फोटोहरू पनि अलिअलि खिच्यौँ यसो सिनेमेटिकवाला हाम्रो केटीहरू चाहिँ पुरा थाकेर लोड भइसकेर यहाँ वेटिङ गरिरहेको छ है
फाइनली हाम्रो ड्रिङ्क्सहरू चाहिँ आयो अनि अब हामी यसो स्टोरी हाल्नको लागि फोटो खिचेर चाहिँ अब हामीहरूले खानको लागि सुरु गऱ्यौँ। सबैलाई बुद्ध ओसिन्नालको चुक्का हामिदा र ह्याप्पी बुद्ध पूर्णिमा भन्न चाहन्छु। र आजको लागि यति नै। हाम्रो केटीहरूसँग बुद्ध टेम्पल र क्याफेको भिजिट एकदम रमाइलो रह्यो, एकदम बेस्ट मेमोरिज। आजको लागि यति नै। अब हामी घर रिटर्न हुन गइरहेको छौँ। बाई बाई, सी यू इन नेक्स्ट भिडियो। डोन्ट फर्गेट टु लाइक, सेयर एन्ड सब्सक्राइब। बाई बाई।